अहिले हामीले ठुल्ठुला घर बनाए हौला, बाटो पनि चिल्लो पारे हौला, अनि गाडी पनि राम्रा चढे हौला, घरमा पनि गरिष्ठ भोजन गरे हौला। गरिष्ठ नगरेर पनि राम्रै हुन्छ, गरिष्ठ मन पराउँछन् कि आजकल त्यो स्वाद जिब्रोको बसमा मान्छे पर्ने, त्यसैले गरिष्ठ भनेको त्यो सबै गरे होला। त्यसमा एकछिन जिब्रोको स्वाद हुन्छ। एकदम गाली गर्दाखेरि मजा लिइरहेको हुन्छ नि मान्छेले, कि रमाइलो गर्दा मजा लिन्छ कि गाली गर्दा मजा लिन्छ। मजा नभइकन त गरेकै छैन, तर गाली गर्दाखेरिको मजा पछि एकदम पश्चातापपूर्ण हुन्छ भने रमाइलो गर्दाखेरिको, सहयोग गर्दाखेरिको अहिले जुन दाताहरूले दान गरे पछाडिको मजा छ नि, यो चाहिँ बडा हार्दिकतापूर्ण हुन्छ र यो चाहिँ हृदयको सबै अवयवहरू, यो मन मस्तिष्क सबै छुन्छ। यो त्यसले विकास भन्ने कुरा त खालि चिल्लो बाटो, अग्ला घरहरू, राम्रो भोजन, इच्छाएको भोजन यो होइन रहेछ। विकास भनेको त यी सबै कुरा हुँदाहुँदै पनि जो डरबाट गुज्रेको हुन्छ, नागरिक हुन्छ, मनुष्य हुन्छ, त्यो डरबाट गुज्रेको मनुष्यलाई भर दिने कसले दिन्छ त भन्दा त्यो भर दिने एउटा त आफैको आत्मबल हो। त्यो आत्मबल चाहिँ राज्यका संरचनाहरूले, राज्यको जस्टिस एडमिनिस्ट्रेसन सिस्टमले, राज्यको सबै संरचनाले गर्छ। नागरिक आफैले पनि गर्छ, समाजले पनि गर्छ। राज्यका संरचनाहरू कति राम्ररी काम गरेका छन्, कति डेमोक्रेटिक इन्स्टिट्युसनहरू कति गतिले काम गरेका छन् भन्ने कुराले पनि काम गर्छ। नागरिक बिचमा पनि कस्तो सौहार्दता छ, नागरिक बिचको सामञ्जस्यता कस्तो छ, नागरिक बिचमा यो आफ्नो प्राप्तिको लागि भागदौड मात्रै छ कि साँच्चीकै एकअर्कालाई साथ सहयोग गर्ने किसिमको सभ्य समाज उन्मुख सोचाइ छ। नागरिकहरू आफ्ना उद्वेलनहरू, आफ्ना तुष्टिहरूका पक्षमा मात्रै छन् कि आफूलाई पनि बिर्सेर अर्कोलाई सहयोग गर्ने पक्षका छन् भन्ने किसिमको जुन सभ्यताको परिकल्पना गर्छौँ, त्यो सभ्यताको परिकल्पनासँगै हामीले त्यहाँनिर जहिले पनि त्यो ती सबैको साझेदारीपूर्ण कामले मात्रै त्यो सभ्य हुने, सहयोगी हुने हो। अहिले हामीलाई कहिले कहिले अनौठो लाग्छ र दुःख पनि लाग्छ कि हाम्रा सामाजिक सञ्जालहरूमा सृजनशीलताले भरियोस्। हाम्रा सामाजिक सञ्जालमा सृजनशीलता, हार्दिकता, भेटघाट, सूचना, असल क्रियाकलापहरू, त्यस्ता कुराहरू राख्न पाए राम्रो हुन्थ्यो। त्यो त्यति राम्रो चिज, यति राम्रो अनुहार, यति राम्रो चिज, बिहानदेखि सिँगार्दै बसेको अनुहार, बिहानदेखि चाहिँ एकदम मिठो सुन्न लालायित भएका कान, अनि हेर्नको लागि लालायित आँखाहरूले नराम्रो नराम्रो देख्न पर्दाखेरि सुख त नहुन पर्ने हो, तर लेखिराखेको पाइन्छ। ती देखिराख्न परेको छ, दुर्भाग्य। त्यो चाहिँ त्यसलाई सुधारेर त्यसलाई राम्रो गर्न सकिन्छ नि त। त्यसलाई राम्रो गर्न सक्दाखेरि हामीले अङ्ग्रेजीमा भन्छ के अरे पिस इज अचिभ्ड थ्रु पिसफुल मिन्स। शान्ति त शान्तिपूर्ण उपायले मात्रै अपनाइन्छ। शान्तिको लागि कहिलेकाहीँ क्रान्ति चाहिन्छ, तर क्रान्ति मात्रैले फेरि शान्ति हुँदैन। त्यसैले त्यो पिसफुल मिन्सको उपाय खोजिराख्ने चाहिँ खोजिराख्नको लागि, प्राप्त गरिराख्नको लागि पनि हाम्रो सामूहिकताको दरकार छ। अब अहिले आजको यो भवन चाहिँ कस्तो भने, एउटा कालखण्डमा नेपालमा झन्डै 10 वर्षको कालखण्डमा, 10 वर्षको कालखण्डमा नागरिक आक्रोशहरू व्यक्त हुन्छन्। ती नागरिक आक्रोशहरू व्यक्त नहुन् भन्नको लागि हाम्रो राजनीति, हाम्रो संस्कृति, हाम्रो कला र हाम्रो भावना, बोली वचन, सभ्यता पनि त्यसैतर्फ उन्मुख हुँदाखेरि त्यो चाहिँ सम्भवतः लम्बिन्छ। त्यो 10 वर्षमा 20 वर्ष होला अथवा नहोस्। त्यसलाई हामी सबैको त्यो किसिमको सुभावना चाहिन्छ। तर जहिले पनि अन्धकार जतिसुकै गहिरो भए तापनि त्यहाँ उजालोको सम्भावना सधैँ रहिरहन्छ। त्यो त्यही भन्छ, एभ्री ब्ल्याक क्लाउड इज कभर्ड विथ सिल्भर लाइनिङ भन्छ नि। अलिकति त कालो बादलको वरिपरि पनि एउटा चाँदीको घेरा भइरहेछ भने जस्तो यहाँहरू जस्तो सहृदय मन भएका, उदार मन भएका, उदात्त भावना भएका नागरिकहरूले त्यो चाहिँ चन्द्रमा जस्तो शीतलता र त्यो क्लाउडका बिचमा पनि त्यो चाँदीको घेरा सिर्जना गरिराख्नु भएको छ। आज यहाँ उपस्थित त हामी जति भएका छौँ, एउटा प्रतिनिधिमूलक उपस्थिति हो। यहाँ नागरिकको ठुलो चङ्क
त्यो टिप अफ एन आइसबर्ग भन्छ जस्तो अहिले टिप अफ एन आइसबर्ग यहाँ छ। त्यो यसको ठुलो चङ्क, ठुलो भाग, ठुलो हिस्सा बाहिर छ, जो मुलुकभरि शान्ति नै चाहन्छ, शान्तिपूर्ण उपायले विकास चाहन्छ, विकास चाहिँ सभ्यतापूर्ण समाज चाहन्छ र त्यही समाजको सिर्जना गर्नतर्फ हामी उन्मुख भइराख्नुपर्छ भन्ने कुराको पनि यसै उपस्थितिले सन्देश पनि दिइरहेको छ भन्ने मलाई लाग्छ। चाहिँ कहिलेकाहीँ सङ्कटले केवल संरचनाहरू भत्काउँदैन, त्यसले हाम्रो धैर्यता पनि भत्काउँछ, सहनशीलता र एकताको परीक्षा पनि लिन्छ। तर ती सहनशीलता र एकताका, हाम्रा भावनाका, हाम्रा सहृदयताका, हाम्रो अन्तस्करणभित्र भएको सभ्यताको प्रस्तुति चाहिँ आज यो भवनले दिएको छ। हामीले थुप्रै, यो भवन मात्रै होइन, नष्ट भएका थुप्रै 449वटा भवन लगायत सबै ठाउँहरू नागरिककै सहयोग, साथ सहयोगले हाम्रो पुनर्निर्माण भएका छन्। त्यो सबै ठाउँमा यसमा हाम्रो लगानी परेको हुँदो सम्भवतः योभन्दा धेरै वर्ष, धेरै समय लाग्दो र यति गतिलो पनि नहुँदो र यी सबै चाहिँ यहाँहरूको प्रत्येक इट्टामा, प्रत्येक बालुवाको कणमा, प्रत्येक छडमा, प्रत्येक ढोकामा नागरिकको भावना छ। अब यहाँनिर त्यत्रो भावनाका साथ नवनिर्मित भवनबाट सम्पादन हुने प्रहरी कार्य, जो प्रहरी कार्य जहिले पनि पुलिसिङ बाई कन्सेन्ट भन्छौँ, नागरिकको अपेक्षा अनुसार काम गर्नुपर्छ भन्ने, नागरिकसित कन्सल्टेसन गर्ने, त्यो कानुनमा पनि त्यही भन्छ। के अरे इग्नोरेन्स अफ ल इज नो एक्सेप्टेड भन्छ। कानुनको अज्ञानता क्षम्य हुँदैन। किन क्षम्य हुँदैन भन्दा कानुन पहिले नागरिकसँग कन्सल्टेसन गरेर बनाइएको हुन्छ। कन्सल्टेसनको क्रममा चाहिँ नागरिकलाई कानुनका अवयवहरू, त्यसका अन्तर्वस्तुहरू, त्यसका क्लजहरू पनि थाहा हुन्छन्। त्यसकारण नागरिकले थाहा पाएकै हुन्छ भन्ने हो। त्यसकारण त्यो भनिन्छ नि रुल अफ लमा, द लज आर पब्लिकली प्रमल्गेटेड, सार्वजनिक रूपमै सबैले थाहा पाउने गरी हामीले प्रमल्गेट गरेका हुन्छौँ। अनि इक्वली इन्फोर्स्ड, बराबर लागू हुन्छ होइन। त्यसै गरी इक्वली एडजुडिकेटेड, बराबर रूपमा एडजुडिकेसन पनि गरिन्छ। अब त्यो चाहिँ अब नागरिकको जे अपेक्षा छ पुलिसिङ बाई कन्सेन्ट, पुलिसले गर्दाखेरि पनि नागरिकको स्पन्दन, नागरिकको नाडी बुझेर, नाडी छामेर स्पन्दन बुझेर, त्यसका साथ प्रहरीले पनि आफ्नो कार्यशैलीलाई पनि परिवर्तन गर्नुपर्छ। नागरिकको पक्षमा हुने गरी, बहुसङ्ख्यक नागरिकको हितमा हुने गरी, नागरिकका आकाङ्क्षाहरू, नागरिकका समस्याहरू सुन्न सक्ने क्षमताको विकास गर्दै, उहाँका समस्याहरूलाई सम्बोधन गर्नको लागि सबैभन्दा छरितो उपाय के हुन्छ त्यसको अवलम्बन गर्दै, आफ्ना सृजनशीलताको प्रस्फुटनका साथ नागरिकका समस्याहरूको समाधानतर्फ हाम्रा प्रहरीहरू, यहाँ मात्रै होइन नेपालभरका प्रहरीहरू चाहिँ त्यो कार्य सम्पादनमा लागुन्। उनी आफ्नो यो प्रहरी चाहिँ यसै वर्दी लागेको कारणले प्रहरी भइने होइन। प्रहरी हुनको लागि अगाडि मैले भने वर्दी लागेको प्रहरी त्यो नागरिक हो, वर्दी नलागेको नागरिक पनि प्रहरी हो, सबै प्रहरी हौँ। एक किसिमले हेर्दाखेरि सबै नागरिक हौँ। एकछिनपछि प्रहरीको युनिफर्म लागेको पनि नागरिकको टोपी लगाएर फेरि हिँड्नुपर्छ, यी सबै छन्। तर यसै बिचमा पनि प्रहरी खास विशेष रूपमा शिक्षित, दीक्षित, प्रशिक्षित पनि भएको हुनाले उहाँहरू चाहिँ त्यसमा सेलेक्टेड मान्छे हो। सेलेक्टेड मान्छेहरू चाहिँ त्यो सामान्य किसिमले हुँदैन, उसले त्रुटि गर्ने छुट पनि हुँदैन। त्रुटि गर्ने उसले जान त्रुटि गर्नु पनि मिलेन। र कहिलेकाहीँ राम्रो काम गर्दाखेरि भएका त्रुटिहरूलाई बुझिदिनु पनि पर्छ। सबैले त्रुटि नहोस् भन्ने चाहन्छौँ र कहीँ त्यस्ता हुँदाखेरि पनि बुझिदिनुहुन्छ भन्ने मलाई लाग्छ।